गगन थापाभन्दा 100 गुणा राम्रो शेरबहादुर देउवा हो भन्दै डाक्टर अमरेश कुमार सिंहले ठूलो खुलासा गरेको छ। उहाँले भनेको कुरा सुन्नुस् त। थापाको बारेमा मैले बारम्बार भनेको छु, शेरबहादुर भन्दा 100 गुणा खराब गगन थापा छ। तपाईले कुनै दिन पर्यो भने उहाँ दुईटैलाई राख्नुस्, म टुडी खेलमा 1000 क्यामेराको कारण चाहिँ के हो त मान्छे अलिकति प्रश्न पार्नु न। हैन प्रश्न दुईटैलाई राखौ न भन्दा कसरी खराब हो? प्रश्न पार्नु पर्यो के मेरो मित्र मेरो घरमा आयो भने मलाई उहाँ तराईको मान्छे हो, गगन थापालाई तपाईले निर्वाचनमा हराउनु भयो, त्यो पछि औपचारिक रूपमा यहाँले फोन संवाद अथवा भेटघाट भोगी भएन? कांग्रेसमा हुँदा तपाई उहाँहरू भन्दा मुनिका लेयरका नेताका रूपमा हुनुहुन्थ्यो, त्यो पछि तपाईहरुको संवाद हैन। एउटा कुरा के भने तपाई कुन के स्कुल पढेर आउनु भएको छ? म गगन थापा जुनियर कस, म जुन सांसद थिए त्यो बेला विद्यार्थी थियो। नकली पदले केही हुँदैन। म 63 मा अन्तिम सांसद थिएँ, माओवादी वार्ता गराएको कारण म गिजा प्रसाद कोलाको प्रधानमन्त्री कार्यकालको म सांसद थिएँ जुन बेला, अनि माओवादीलाई जंगलबाट ल्याएर प्रतिसभामा राखिएको। हजुरहरूलाई यो विषयमा केही भन्नु छ भने कमेन्ट बक्समा लेख्नु होला।